सम्पूर्णमा नमस्कार। म विवेक पौडेल। मसँगैको तपाईको स्वास्थ्य यात्रामा स्वागत छ। दशैं हाम्रो घर दैलोमा आइसकेको छ र यो दशैंको चाडपर्वले हाम्रो घरहरूमा रमाइलो ल्याएको छ। र दशैं भन्ने बित्तिकै टीका जमरा मात्र नभएर अधिकांश घरमा मासुको परिकार नभई हुँदैन। अब हामीले यसलाई चाडपर्वको एकदमै अभिन्न अङ्गको रूपमा पनि मान्ने गर्छौँ। तर हामीले मासुलाई जति रुचाउँछौँ र मासुप्रति जति चाख राख्छौँ त्यति नै यसको बारे बुझ्न पनि अत्यन्त जरुरी रहेको छ। आजको भिडियोमा हामीले मासु जुन कि दशैंको समयमा अलिकति बढी प्रयोग गरिन्छ र त्यही मासुको बारेमा केही महत्त्वपूर्ण जानकारीहरू दिनेछौँ। आज हामी मासुको प्रकार, नेपालमा मासुको उपभोग कति छ, यसको पोषण महत्त्व र साथसाथै मासुप्रतिका सामान्य शङ्काहरू र सुरक्षित रूपमा मासु कसरी खाने भन्ने कुराहरू खुलस्त रूपमा बुझ्नेछौँ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। ल सुरु गरौँ है त। सुरुमा महत्त्वपूर्ण तथ्यबाटै सुरु गरौँ है त। हालका वर्षहरूमा नेपालमा प्रति व्यक्ति औसत मासुको उपभोग करिब 18.1 किलोग्राम प्रति व्यक्ति पुगेको रिपोर्ट छ। यो रिपोर्ट सरकारी कार्यालय र साथसाथै समाचारहरूमा पनि उल्लेख गरिएको छ। तर विगतमा पनि यो उपभोग बढ्दै आएको थियो। उदाहरणका लागि सन् 2014मा पनि प्रति व्यक्ति कुल मासुको उपभोग 11.15 किलो प्रति व्यक्तिको रिपोर्ट खुलासा भएको थियो। यसको अर्थात् समयको परिवर्तन सँगसँगै मासुको उपभोग पनि बढ्दै गइरहेको छ। र देशको कुल उत्पादनको कुरा गर्दा आर्थिक वर्ष 2078-79 सम्म पनि नेपालमा कुल मासु उत्पादन 3,81,000 मेट्रिक टन रहेको डाटा पनि उपलब्ध छ, जसलाई कृषि विश्लेषक तथा अन्य विभिन्न सङ्घ-संस्थाहरूले उल्लेख गरेका छन्। यसरी उत्पादन बढ्नुले उपभोग पनि बढेको पनि पुष्टि नै गर्छ। अब हामी मासुका प्रमुख प्रकारहरू र तिनीहरूका केही विशेषताहरू छोटकरीमा औँल्याउने प्रयास गर्नेछौँ। पहिलो रहेको छ खसी वा बाख्राको मासु। यो मासुको परिकार रातो मासु अन्तर्गत पर्ने गर्दछ र यो दशैंको सन्दर्भमा कुरा गर्दा अधिकांश समुदायहरूमा मुख्य र परम्परागत मासुको रूपमा यसलाई लिने गरिन्छ। र अर्को रहेको छ बफ वा भैँसीको मासु। यो पनि रातो मासु अन्तर्गतकै परिकार हो र खसीको मासुभन्दा यसको स्वाद अलिकति गरौँ र बोसो अलिकति बढी हुनसक्छ र नेपालमा यसको उपभोग उच्च छ। अर्को रहेको छ सुँगुरको मासु। यो पनि रातो मासु अन्तर्गतै पर्ने मासुको परिकार हो। कतिपय समुदायहरूमा यसले विशेष महत्त्व राख्दछ भने यसको आफ्नै विशेष स्वाद रहेको छ। अर्को रहेको छ कुखुराको मासु। यो सेतो मासु अन्तर्गतको परिकार हो। यो सहज, छिटो पाक्ने र कम बोसो भएको कारणले गर्दा धेरै मानिसहरूको रोजाइमा पर्ने गर्छ। र अर्को रहेको छ माछा। मासुका थुप्रै विकल्पहरूमध्ये सबैभन्दा स्वस्थकर भनेर माछालाई मानिन्छ। माछामा पर्याप्त मात्रामा प्रोटिनका साथसाथै ओमेगा 3 फ्याटी एसिड पनि रहेको हुन्छ। सबैमा पोषणको मात्रा फरक भए तापनि प्राय सबै मासुहरू आइरन, प्रोटिन र भिटामिन B12 को एकदमै महत्त्वपूर्ण र निकै राम्रो स्रोतहरू हुन्। अब हामी मासुको पोषण महत्त्वलाई अलिकति गहिरिएर हेरौँ है त। पहिलो रहेको छ उच्च गुणस्तरको प्रोटिन। मासु प्रोटिनको महत्त्वपूर्ण स्रोत हो। यसले शरीरका सबै 9 आवश्यक एमिनो एसिड्सहरू प्रदान गर्दछ, जसलाई हाम्रो शरीरले आफै निर्माण गर्न सक्दैन। यसले मांसपेशीको निर्माण, शरीरको मर्मत र साथसाथै घाउचोट निको हुनमा एकदमै ठुलो भूमिका खेल्दछ। र अर्को रहेको छ आइरन र रगतको स्वास्थ्य। विशेष गरी रातो मासु आइरनको उत्कृष्ट स्रोत हो। यो आइरनले हेमोग्लोबिन बनाउँदछ, जसले रगतको माध्यमबाट अक्सिजनलाई शरीरभरि पुर्याउँदछ। दैनिक जीवनमा ऊर्जावान रहनका लागि यो आइरनले एकदमै महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। यसले हामीलाई रक्त अल्पता अर्थात् एनिमिया हुनबाट पनि बचाउँछ। अर्को रहेको छ भिटामिन B12। भिटामिन B12 लगभग मासुजन्य खानेकुराहरूमा मात्रै पाइन्छ। भिटामिन B12 ले स्नायु प्रणालीलाई स्वस्थ राख्न, मस्तिष्कको कार्यक्षमता बढाउन र साथसाथै स्वास्थ्य रातो रक्तकोष अर्थात् हेल्दी रेड ब्लड सेल बनाउनमा एकदमै ठुलो महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। यसको कमीको कारणले गर्दा थकाइ लाग्ने जस्ता अन्य थुप्रै स्वास्थ्य समस्याहरू आउन सक्छन्। अर्को रहेको छ जिंक र प्रतिरक्षा प्रणाली।
मासुमा रहेको जिङ्कले हाम्रो शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ। प्रोटिन र आइरन बाहेक मासु नियासिन, सेलेनियम र साथसाथै अन्य थुप्रै बी भिटामिनहरूको पनि एकदमै महत्त्वपूर्ण स्रोत हो, जसले शरीरको मेटाबोलिजमलाई व्यवस्थित गर्न अत्यन्तै मद्दत गर्छ। संक्षेपमा भन्नुपर्दा मासुले तपाईँको शरीरलाई बलियो, स्वास्थ्य र स्फूर्त राख्न मद्दत गर्छ र सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको यसलाई सन्तुलित मात्रामा र स्वास्थ्य तरिकाले पकाएर खानु नै हो। अब मासु सम्बन्धी रहेका प्रचलित शङ्का र केही प्रश्नहरूमाथि हामी कुरा गरौँ है त। अब सबैभन्दा धेरै जिज्ञासा हुने प्रश्न, मासु खाएर मोटाइन्छ त? मासुले मात्रै मोटोपन बढाउँदैन, यसमा प्रयोग हुने तेल, घिउ तथा अन्य थुप्रै चिल्लो पदार्थ र साथसाथै हामीले यसलाई कसरी खान्छौँ भन्ने विषयले एकदमै धेरै फरक पार्छ। सीमित र सन्तुलित मात्रामा कुखुरा, माछा वा कम बोसो भएको मासु खानुभयो भने मासुले गर्दा मोटोपन हुने सम्भावना एकदमै कम हुन्छ। प्रश्न रहेको छ, रातो मासु खतरनाक हुन्छ त? वैज्ञानिकहरूको प्रमाणले के देखाउँछ भने धेरै रातो मासु बारम्बार धेरै मात्रामा प्रयोग गर्नाले उच्च रक्तचाप र मुटुको जोखिम बढ्न सक्छ। WHO IARC अर्थात् विश्व स्वास्थ्य सङ्गठनको क्यान्सर अनुसन्धान गर्ने निकायले त प्रोसेस्ड मासु अर्थात् ससेज, सलामी जुन कि अहिले बजारमा एकदमै प्रचलित छन्, तिनीहरूलाई क्यान्सरको जोखिम रहेको समूहमा राखेको छ। त्यसकारणले गर्दा रातो मासुमा संयम हुन जरुरी रहेको छ। के फ्रोजन मासु सुरक्षित छ त? यदि सही तापक्रममा निरन्तर राखियो भने त फ्रोजन मासु सुरक्षित हुन्छ, तर पटक पटक निकालेर फेरि जमाउने गर्न थालियो भने यसमा ब्याक्टेरियाको सङ्ख्या बढ्न सक्छ। त्यसकारणले गर्दा यो दसैँको समयमा अलिकति घरमा धेरै मासु हुने भएको कारणले गर्दा अलिकति यो कुरामा विचार गर्नु आवश्यक छ है। अब हामी निकै नै संवेदनशील प्रश्नमा आउँछौँ। मासु खाँदा कस्तो स्वास्थ्य अवस्थाको व्यक्तिले विशेष ध्यान दिनुपर्दछ वा संयम अपनाउनु पर्दछ? मासु अधिकांश व्यक्तिका लागि फाइदाजनक भनिए तापनि केही स्वास्थ्य अवस्था भएका व्यक्तिहरूमा मात्रा र प्रक्रियामा निकै नै ध्यान पुर्याउनु पर्ने हुन्छ। र पहिलो रहेको छ मुटु रोग अथवा उच्च रक्तचापको समस्या भएका व्यक्ति। यदि तपाईँलाई मुटु रोग अथवा उच्च रक्तचापको समस्या छ भने रातो मासु र धेरै बोसो भएको मासुलाई एकदमै नियन्त्रण गर्नुहोस् र सकेसम्म नखानुहोस्। सकेसम्म कुखुराको मासुलाई छाला निकालेर वा माछा नै खानमा बढी बल गर्नुहोस्, तर रातो मासुबाट सकेसम्म टाढा नै बस्नुहोस्। अर्को रहेको छ मृगौला अर्थात् किडनीको समस्या भएका व्यक्तिहरू। प्रोटिनको अत्याधिक मात्राले गर्दा मृगौलामा भार पर्न सक्छ। त्यसकारणले गर्दा यदि तपाईँलाई मृगौला सम्बन्धी समस्या छ भने डाक्टरको उचित सल्लाह लिएर मात्र मासुको मात्रा निर्धारण गर्नुपर्दछ। अर्को रहेको छ गठिया अथवा गाउट रोगका बिरामीहरू। गाउट रोगलाई हामीले चलनचल्ती भाषामा बाथ रोग पनि भन्ने गरिन्छ। यदि तपाईँलाई बाथ रोगको समस्या रहेको छ भने रातो मासु वा समुद्री खानेकुराहरूमा पाइने प्युरिन तत्त्वको कारणले गर्दा दुखाइ बढ्न सक्छ। त्यसकारणले गर्दा यो कुरामा विशेष ध्यान पुर्याउनु अनिवार्य छ। र अर्को एकदमै महत्त्वपूर्ण कुरा भनेको जलेको वा डढेको मासुको जोखिम। अब दसैँ नजिकिने बित्तिकै हामीहरू सबैलाई सेकुवा र बार्बिक्यूको नै सबैभन्दा धेरै सम्झना आउँछ र अन्य अवसरहरूमा पनि यी कुराहरू हामीले गरिरहेकै हुन्छौँ। तर मासुलाई उच्च तापक्रममा पोल्दा, ग्रिल गर्दा वा डढाउँदा दुई प्रकारका हानिकारक रसायनहरू हेटेरोसाइक्लिक अमाइन र साथसाथै पोलिसाइक्लिक एरोमेट्रिक हाइड्रोकार्बन जस्ता दुई रसायनहरू निस्किन्छन्, जसलाई वैज्ञानिकहरूको अध्ययनका अनुसार यी रसायनहरूले क्यान्सरको जोखिम बढाउन सक्छन्। त्यसकारणले गर्दा यसपालिको दसैँमा मासुलाई सेकुवा बनाउँदा वा फ्राई गर्दा धेरै डढाउने काम नगर्नु होला है। र अन्त्यमा दसैँ रमाइलो र परम्पराको चाड हो र मासुको स्वाद पनि यस चाडपर्वको एक हिस्सा हो। तर स्वाद सँगसँगै हामीले स्वास्थ्य र सुरक्षा बिर्सिनु हुँदैन। हामीले हेरेका तथ्य र स्रोत अनुसार मासुको उपभोग र मासुको उत्पादन दुवै बढ्दै गइरहेका छन्। त्यसकारणले गर्दा सचेत भएर खाने जिम्मेवारी हामीहरूको नै हो। भिडियो मन परेमा भिडियोलाई लाइक गरिदिनु होला, सेयर गरिदिनु होला र सब्स्क्राइब पनि गरिदिनु होला। र यदि थप जानकारी चाहनुहुन्छ भने कमेन्टमा लेखिदिनु होला, म प्रमाणसहित जवाब दिनेछु। आफ्नो दसैँ राम्रोसँग र खुसियालीका साथ मनाउनु होला। मेरो तर्फबाट तपाईँलाई
हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। सदा साथ तपाईँहरूसँगै स्वास्थ्य जानकारी लिएर उपस्थित हुने नै छु। अहिलेको लागि नमस्कार, धन्यवाद। जय स्वास्थ्य, जय जनस्वास्थ्य।